नमस्ते सबैजनालाई मेरो च्यानलमा तपाईलाई स्वागत छ। म चाहिँ फर्स्ट टाइम लङ भिडियो बनाउन गइराखेको छु। म चाहिँ केक बनाउँछु। यो चाहिँ 3 केजीको केक म डेकोरेसन गरिरहेको छु। कस्टमरले अर्डर दिनुभएको थियो 3 केजीको केक 3 तलामा बनाउने भनेर। त्यही बनाउन गइराखेको छु। पहिला मैले बेस रेडी गरेँ। त्यो बेस रेडी गरिसकेपछि मैले डिप फ्रिजमा चाहिँ सेट गर्न राखिदिएको थिएँ। फ्रिजिङ गरिसकेपछि अब म केक फिनिसिङ तर्फ लाग्छु। पहिला मैले तलको सबभन्दा तलको बेसलाई अलि ठुलो बनाएँ। त्यसपछि म मिडियम बनाउँछु। त्यसपछि त्यसको माथि सानो। अहिले चाहिँ म ठुलो नै बनाइरहेको छु। यो अलि ठुलो भएको हुनाले अलि टाइम लाग्छ। पहिला चाहिँ मैले व्हाइट क्रिमले फिनिसिङ गरेँ। त्यसपछि ब्लू क्रिमले फिनिसिङ गरेँ। त्यति फिनिसिङ गरिसकेपछि मैले फेरि यसलाई फ्रिजमा सेट गर्न राखिदिन्छु। अनि त्यसपछि मिडियमवाला फेरि बीचको भागको फिनिसिङ गर्छु। त्यो चाहिँ बीचको चाहिँ व्हाइट नै थियो, किनकि कस्टमरले चाहिँ व्हाइट र ब्लूको थिममा बनाइदिनु भन्नुभएको थियो। अनि त्यसपछि म व्हाइट पनि बीचको भागको केक पनि रेडी गरिसकेँ। यो पनि फ्रिजमा राख्छु। अब टपको पालो आयो। टपको पनि मैले व्हाइट क्रिमले फिनिसिङ गरेँ। त्यसपछि यसलाई फिनिसिङ गरिसकेपछि फेरि ब्लू क्रिमले मैले यसलाई फिनिसिङ गरेँ। यति गरिसकेपछि मैले यसलाई नि फ्रिजिङ गर्न राखिदिएको थिएँ। अब म चाहिँ फुल बनाउँछु। फुल पनि ब्लू कलरकै बनाएँ मैले। फुल बनाएँ। यति फुल बनाइसकेपछि मैले केक जो मैले फ्रिजिङ गर्न राखेको थिएँ त्यसलाई सबैलाई बाहिर निकालेर एकको माथि एक गर्दै 3 तलामा मैले सेट गरेँ। यति सेट गरिसकेपछि मैले यसलाई डेकोरेसन गरेँ। फुल लगाएँ पहिला सुरुमा, त्यसपछि यसको बोर्डर, अनि मैले अलिअलि डेकोरेसन पनि गरिदिएको। यो डेकोरेसनमा चाहिँ अलि टाइम लाग्दो रहेछ। यतिको डेकोरेसन पछि तपाईँले हेर्न सक्नुहुन्छ के कस्तो लाग्छ मैले बनाएको केकहरू। प्रतिक्रिया दिनुहोला। मेरो च्यानललाई लाइक, सब्सक्राइब एन्ड सेयर गरिदिनु होला। थ्याङ्क यू सो मच वाचिङ दिस भिडियो। फेरि यस्तै भिडियोहरू लिएर आउने गर्छु। थ्याङ्क यू सो